यहाँहरू सम्पूर्णलाई म चन्द्रमा थापा छेत्रीको तर्फबाट 2 हात जोडेर नमस्ते भन्न चाहन्छु। आजको प्रमुख समाचार रहेको छ घिरौँलाको बारेमा। घिरौँलाहरूले गुनासो गर्दैछन्। बुढो घिरौँलाले रुँदै रुँदै गहभरि आँसु आँखाभरि आँसु झार्दै भनेका छन्, दसैँभरि मलाई वास्ता गरेनस्। अहिले दसैँको मासु सकेपछि फेरि मेरो खोजी गर्न थालेका छन्। दसैँभरि मेरो भाउ कति पनि भएन। अहिले मलाई नै बढी भाउमा बेचिरहेका छन्। साना घिरौँलाले पनि ओइलाउँदै भनिरहेका छन्, ठुलो घिरौँलाहरू नखाइदिएको भएर नपकाइदिएको भएर हामी बढ्न पाएनौँ भनिएका छन्। दसैँभरि 3 थाल भात खाने, मासु पाक्दाखेरि 3 थाल भात खाने पल्ला घरे माइला काकाले पनि अहिले घिरौँला पक्दाखेरि पल्ला घरे माइला काकाको छोरा बाहिर पल्ला घरे माइला काका भातै नखाने भएका छन्। तल्ला घरे साइला काकाको बुहारले पनि जागिर छोड्ने भएका छन्। यही घिरौँला पकाएको त कारणले गर्दाखेरि जागिर छोड्ने भएका छन्। दसैँको मासु यति छिटो किन सकिएका होलान् भनेर घिरौँलाले पनि गुनासो गरिरहेका छन्। हस्त अरू ताजा खबरहरू लिएर फेरि पनि म आफै स्वयं हुनेछु। अहिलेलाई यति नै है त। सबैजनालाई बाई बाई।